हेलो नमस्ते सबैजनालाई गुड मर्निङ गुड आफ्टरनुन गुड इभिनिङ भन्न चाहन्छु। फेरि पनि आज म यो डे 5 रिल च्यालेन्ज लिएर उपस्थित भइसकेको छु। र मेरो यो डे 5 रिल च्यालेन्जमा यहाँहरू सबैजनालाई चाहिँ हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु। स्पेसली आज चाहिँ अ, हाम्रो यो 30 डेज रिल च्यालेन्ज अन्तर्गतको यो डे 5 हो। आजको टपिक छ वाट आई लर्न सो फार होइन। अब यसको चाहिँ नेपालीमा जहाँसम्म लाग्छ यो भनेको चाहिँ तपाईँले चाहिँ के चाहिँ सिक्नुभयो, जस्तै मैले अहिलेसम्म होइन, जस्तो लामो समय भयो नि त, अहिलेसम्म मैले चाहिँ के सिकेँ भन्ने विषयमा छ। वाउ सो यो जुन चाहिँ 30 डेज यो जुन चाहिँ रिल च्यालेन्ज छ सो पावरफुल छ। यो के को लागि भन्दाखेरि मेरो पर्सनल ग्रोथको लागि, मेरो लिडरसिप ग्रोथको लागि होइन, मेरो चाहिँ बिजनेस ग्रोथको लागि है। यसरी चाहिँ लाइभमा आएर यसरी बोल्न एकदमै सिकाउँछ, यसले प्र्याक्टिस गराउँछ, जसले गर्दाखेरि आफूलाई कन्फिडेन्स हुन्छ होइन। र फेरि पनि दोहोऱ्याउन चाहन्छु यो अवसरको लागि हाम्रो सुपर कोच सुषमा लिम्बू र मेरो कोचहरू ज्ञान डङ्गल र बिग राईजीलाई म हार्दिक हार्दिक कृतज्ञता धन्यवाद व्यक्त गर्न चाहन्छु। र ढिला नगरिकन म चाहिँ नयाँहरूको लागि चाहिँ मेरो छोटो परिचयबाट सुरुवात गर्न चाहन्छु। मेरो नाम चाहिँ पूर्ण गुरुङ लीला र ओरिजिनली म चाहिँ तनहुँको आँबुखेर्नी बजार हो भने विगत 20-22 वर्षदेखि चाहिँ म काठमाडौँको मनमोहनजीको घरमा बसोबास गर्दै आइरहेको छु। र यतिखेर भने म एउटा चाहिँ प्राउडली ग्रान्डपा, म जहिले पनि यो कुरा हजुरहरूलाई सेयर गर्दै आइरहेको छु। र विगत 7-8 महिनादेखि चाहिँ मैले यो एमेजिङ डिजिटल बिजनेस चाहिँ सक्सेसफुली रन गर्दै आइरहेको छु। यो चाहिँ मेरो प्लान बी हो। र अहिले तत्काल चाहिँ रिसेन्टली मैले चाहिँ मेरो चाहिँ ई पूर्ण ग्रुप प्राइभेट लिमिटेड छ, त्यसको चाहिँ म चेयरम्यान हो भने यो प्लान बीको चाहिँ यो जुन डिजिटल बिजनेस छ त्यसको चाहिँ म आफ्नो बोस म आफै, म आफ्नो सेड्युलमा। र म एउटा चाहिँ आफूलाई प्राउडली अन्टरप्रेनर भन्न रुचाउँछु। र ढिलो नगरिकन आजको टपिकतिर तपाईँहरूलाई लैजान चाहन्छु। र जसले यो मेरो लाइभ हेरिराख्नु भएको छ र मलाई सपोर्ट गरिराख्नु भएको छ, यहाँहरू सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। कहाँबाट हेरिराख्नु भएको छ प्लिज चाहिँ कृपया तपाईँहरूले चाहिँ मलाई कमेन्ट गर्न नभुल्नुहोला। र जो रिप्लेबाट आउनुहुन्छ उहाँहरूलाई पनि हार्दिक हार्दिक स्वागत तथा धन्यवाद व्यक्त गर्न चाहन्छु। एकदम छोटोमा आजको यो टपिक 5, यो 5 डे 5 म चाहिँ पुरा गर्न जाँदैछु। र फेरि पनि नमस्कार सबैजनालाई। आज म तपाईँहरूको अथवा तपाईँहरूसँग एउटा सानो तर इम्पोर्टेन्ट कुरा सेयर गर्न चाहन्छु। मैले डिजिटल बिजनेसमा आएपछि के सिकेँ भनेर चाहिँ त्यो बारेमा म तपाईँहरूलाई सेयर गर्न चाहन्छु एकदम छोटोमा। सबैभन्दा पहिले त मैले कन्सिस्टेन्सी सिकेँ। कन्सिस्टेन्सी त्योभन्दा अगाडि मलाई कुन चराको नाम हो कन्सिस्टेन्सी मलाई थाहा थिएन। तर यही बिजनेसमा आइसकेपछि चाहिँ म स्ट्रेस फ्री, एकदमै सबैभन्दा ठुलो कुरा त होइन स्ट्रेस फ्री है। त्योभन्दा दोस्रो कुरा चाहिँ के छ भन्दाखेरि यो बिजनेस भनेको चाहिँ स्वास्थ्यसँगै समृद्धि हो क्या, स्वास्थ्यसँगै समृद्धि है। अब र त्यसमा म आफू चाहिँ दौडिरहँदाखेरि मैले सिकेका कुराहरू चाहिँ सबैभन्दा अगाडि सुरुमा चाहिँ मैले कन्सिस्टेन्सी भन्ने कुरा सिकेँ है। पहिला म काम सुरु गर्थेँ तर बिचमै छोड्थेँ क्या है। अब कति छोडे थुप्रो बिजनेस गरेँ, तर अहिले डेली केही न केही गर्छु। चाहे त्यो चाहिँ सानो एउटा कन्टेन्ट बनाउने कुरा किन नहोस्, अथवा सानो एउटा होइन अब भनौँ न म्यासेज गर्ने होइन, हरेक कुराहरू चाहिँ मैले चाहिँ के त भन्दाखेरि एकदमै नछोडिकन चाहिँ होइन अब मैले चाहिँ यसमा चाहिँ गरिराखेको छु। त्यो भनेको चाहिँ के हो त भन्दाखेरि कन्सिस्टेन्सी हो है। अब दोस्रो नम्बर भनेको चाहिँ मैले प्यासेन्स है, धैर्यता। धैर्यता भन्ने कायम, जुन चाहिँ धैर्यताको बात होइन नतोड्नु भन्दै थियो नि होइन, यस्तो एउटा उखान छ नि त्यस्तै। अब पहिला पहिला जति पनि बिजनेस गरेँ तर मैले धैर्यताको कारणले गर्दाखेरि सबै बिजनेसहरू मेरो फ्लप भएको अवस्था छ। अब रिजल्ट त अब तुरुन्तै आउँदैन भन्ने कुरा मैले बुझेँ होइन। अब तर डिजिटल बिजनेस भनेको स्लो बट अब स्योर एकदम जोर्नी हो नि त।
अब त्यो कुराहरू सबै कुरा बुझिसकेपछि अनि मैले धैर्यताको पनि कायम होइन गर्दै गर्ने कुरा चाहिँ यही बिजनेसबाट चाहिँ सिकेको चाहिँ कसरी हुन्छ तपाईँ हामी चाहिँ सबै मान्छेहरू चाहिँ कुनै पनि काम गर्दै जाँदाखेरि चाहिँ हामी चाहिँ प्यासिनेट चाहिँ हुनुपर्छ भन्ने कुरा चाहिँ एकदमै ठुलो कुरा छ है। अब तेस्रो कुरा भनेको चाहिँ ग्रेटिट्युड के कृतज्ञता है। सानो सानो कुरामा पनि हामीले के गर्नुपर्छ त एकदमै है धन्यवादको पात्र अथवा कृतज्ञताको पात्र चाहिँ हामी हुनुपर्दो रहेछ है। त्यो कुरो पनि मैले यही बिजनेसमा आएर सिकेँ। हामीलाई 28 दिने गोलाइ च्यालेन्ज हामीलाई चाहिँ एउटा चाहिँ होइन एउटा म्याजिक भन्ने बुकको चाहिँ हामीलाई त्यो पनि च्यालेन्ज थियो, त्यो गराएको थियो। त्यसबाट चाहिँ हामीले चाहिँ के सिक्यौँ त भन्दाखेरि एउटा ग्रेटिट्युड एउटा कृतज्ञता भनेको के हो भन्ने कुरा पनि अब त्यहाँबाट पाएँ होइन। सानो प्रोग्रेसमा पनि खुसी हुन चाहिँ सिक्यो के सानो कुरा पनि लाइफमा जे छ होइन त्यसको चाहिँ एकदम एप्रिसिएसन गर्न पनि सिक्यो के सम्मान गर्ने के सानो कुरामा पनि होइन। आज बिहान उठेदेखि नै बेलुकासम्मका अनि राति सुतेर उठ्दाखेरिका होइन सबै कुराहरू के हो त भन्दाखेरि हामीले प्राप्त गरेको हो नि त। त्यसलाई पनि हामीले के गर्नुपर्छ त भन्दाखेरि एप्रिसिएसन गर्नुपर्छ, सम्मान गर्नुपर्छ, त्यसलाई एकदमै कृतज्ञता चाहिँ अर्पण गर्नुपर्छ होइन। त्यस्तो कुराहरू चाहिँ केही बिजनेसबाट सिकेर यो बिजनेसले वास्तवमा भन्यो भने एकदम पोजिटिभ मात्रै कुराहरू चाहिँ मैले चाहिँ हुन सिकेँ कि जहिले पनि म एकदम अलिकति रिस होइन आउने त्यस्तो खालको बिहेभको मान्छे हो म। र अहिले चाहिँ मलाई रिस भन्ने कुरा चाहिँ होइन अब थाहा छैन है। जहिले पनि म पोजिटिभ भइराखेको हुन्छु र खास कुरा चाहिँ यही बिजनेसको कारणले हो है। अनि चौथो कुरा चाहिँ मैले डेली टु डु लिस्ट गर्न सिकेको छु है। अब यसलाई चाहिँ एउटा रुटिन पनि भन्छ, डेली रुटिन पनि भन्छ होइन। पहिला त अब बिहान उठ्यो के गर्ने हो थाहै छैन है। हातुवा घरमा यता गयो उता गयो यो गऱ्यो त्यो गऱ्यो। त्यस कारणले गर्दाखेरि सबै कुराहरू अलमलमा पऱ्यो होइन। तर अहिले चाहिँ ठ्याक्क अब यो रुटिन अनुसार होइन एउटा लिस्ट अनुसार चाहिँ म बिहानदेखि बेलुकासम्म चाहिँ मेरो चाहिँ यस्तो खालको चाहिँ त्यही अनुसारको काम हुन्छ। अब मेरो चाहिँ प्लान बिना होइन पहिला सुरु हुँदैन थियो कि अहिले चाहिँ क्लियर प्लान हुन्छ है। अनि जसले गर्दा चाहिँ रिजल्टहरू पनि क्लियर आइरहेको छ। मेन कुरा चाहिँ के छ भन्दा डेली रुटिन चाहिँ पनि यहीँबाट मैले चाहिँ सिकेँ है। अब पाँचौँ कुरा भनेको चाहिँ कन्टेन्ट बनाउने स्किलहरू जस्तो है। पहिला अब क्यामेरा अगाडि आउन डर लाग्थ्यो भनौँ न, क्यामेरा साई पर्सन हो म पनि होइन। तर अहिले त अब होइन कन्टेन्ट बनाउनु मेरो त डेली हेबिट भइसकेको छ कि एउटा न एउटा चाहिँ मेरो चाहिँ तपाईँहरूले देखिराख्नु भएको छ होइन। मेरो फेसबुक जुन चाहिँ बिजनेस पेज छ पूर्ण एन्ड दिपमाया सिइओबाट पनि आइराखेको हुन्छ, मेरो टिकटकबाट पनि आइरहेको हुन्छ, इन्स्टाग्राममा पनि आइराखेको हुन्छ। मलाई चाहिँ दिनमा एक दुईवटा होइन कन्टेन्ट यदि बनाउनु पाएन भने म निन्दै लाग्दैन कि भने मतलब होइन। मलाई मेरो एउटा इच्छा पनि थियो कि म फेसबुकमा अथवा सामाजिक सञ्जालमा केही न केही बोलेर यसरी होइन गर्न पाए हुन्थ्यो भन्ने एउटा भित्रभित्र चाहिँ लागिरहन्थ्यो। तर अहिले यही बिजनेसमा आएर पाएको छु यो कन्टेन्ट कसरी बनाउने भन्ने स्किलहरू होइन सबै कुराहरू मैले चाहिँ यहीँबाट सिकेको छु है। एकदम मजाले हेर्नुहोस् अहिले म तपाईँहरूको अगाडि यसरी बोलिराख्नु पाएको छु सकेको छु होइन। त्यो पनि त यही बिजनेसको कमाल हो होइन। अब त्यसरी नै अब लाइभमा बोल्न सक्ने होइन एकदम कन्फिडेन्सली होइन यो लाइभ नै त्यसको चाहिँ एउटा इक्जाम्पल हो नि त होइन र। पहिला म यस्तो कहिल्यै गर्न सकिनँ थिएँ नि त है। तर अहिले हेर्नुहोस् त यो एउटा इक्जाम्पल हो तपाईँहरूको अगाडि मैले यसरी चाहिँ होइन बोलिराखेको छु होइन। त्यस्तै गरेर तपाईँको चाहिँ नि अब सोसियल मिडिया ह्यान्डल गर्न होइन पहिला केही पनि जान्थेन यो कसरी गर्थ्यो होला त्यो कसरी गर्छ स्किल केही थाहा थिएन। अब म चाहिँ ऱ्यान्डम स्क्रोल मात्र गर्दिनँ नि त, म त सोसियल मिडियालाई त होइन युज गर्छु। अनि त्यसबाट चाहिँ मैले होइन आफ्नो फ्युचरको लागि ग्रोथ गर्छु होइन। त्यो पनि यही बिजनेसले चाहिँ दिएको यो कुराहरू मैले सिकेँ होइन। अब जस्तो चाहिँ तपाईँले सानो सानो एउटा सब्जेक्टमा प्रेजेन्टेसनका कुराहरू भयो होइन। प्रेजेन्टेसन स्किलहरू जस्तो मैले पहिला अब प्रेजेन्टेसन दिने भनेको अब के हो त्यो क्यानभा भनेको के हो होइन। अब विभिन्न छ अब एप्सहरू त्यो कसरी चलाउने एआई टुल्सहरू कसरी होइन हामीले चाहिँ प्रयोग गर्ने केही थाहा थिएन कि। अहिले अब तपाईँको चाहिँ जेमिनीदेखि लिएर होइन थुप्रा थुप्रै है तपाईँको चाहिँ नि भिभो 3, 4 अब कति आइसक्यो होइन। त्यस्ता कुराहरू पनि हामीले चाहिँ अब यही बिजनेसबाट सिक्न पाएँ सिकेँ होइन। अब तपाईँको चाहिँ मानौँ न अब एउटा चाहिँ क्लियर तरिकाले है अब तपाईँले चाहिँ अब यो जुन प्रेजेन्टेसनहरू राख्न सक्छु। कम्युनिकेसन नै एउटा चाहिँ सक्सेसको चाहिँ एउटा चाहिँ चाबी हो होइन कि हो है।
यस्ता कुराहरू कति सिक्दैछु, कति सिकिसकेँ है। वास्तवमा है अब मैले यो बिजनेस सुरु गरेपछि चाहिँ टोटल्ली तपाईँको चाहिँ म चाहिँ अहिले चेन्ज भइसकेको छु होइन। 360 डिग्रीमै तपाईँको चाहिँ चेन्ज भइसकेको छु। आजको जुन चाहिँ अब के सिकेँ होइन मैले भन्ने कुरामा आजको टपिक थियो होइन। यसरी नै तपाईँ पनि अब सोध्दै हुनुहुन्छ होइन, म गर्न सक्छु कि सक्दिनँ भन्ने कुराहरू चाहिँ होइन म भन्न चाहन्छु कि तपाईँहरूले स्टार्ट गर्नुहोस्। पर्फेक्ट हुन केही जरुरी छैन, किनकि यहाँ सबै हामीले सिक्ने हो, सबै कुराहरू सिक्न पाइन्छ होइन। किनकि मैले अब पनि तपाईँको चाहिँ पर्फेक्ट भएर सुरु गरेको त होइन नि त होइन। तर आज म त्यसरी चाहिँ मेरो बिजनेस होइन ग्रोको लागि हामीले विभिन्न किसिमका अब हाम्रो कोचहरूबाट चाहिँ यस्तो अभ्यासहरू गर्न पाइन्छ। उहाँहरूले चाहिँ सधैँ यसरी चाहिँ हाम्रो ग्रोथको लागि, हाम्रो डेभलपको लागि चाहिँ उहाँहरूले यसरी दिइराख्नुहुन्छ। यस्तो मजाको छ, यस्तो यही त छ यो बिजनेसको ब्युटी होइन। त्यस कारणले गर्दाखेरि तपाईँहरू सबैजनालाई चाहिँ वेलकम गर्दै जसले मलाई साथ र सपोर्ट दिनु भइरहेको छ उहाँहरू सबैजनालाई फेरि पनि हृदयदेखि नै हार्दिक धन्यवाद र कृतज्ञता व्यक्त गर्दै र अहिले चाहिँ मेरो यो रिल च्यालेन्ज जुन लाइभ छ यो लाइभलाई हेरेर सपोर्ट गरिदिनु भएकोमा आदरणीय मेरो कोच अविनाश राई अथवा बिग राईज्यूलाई म धेरै धेरै नमन गर्न चाहन्छु, कृतज्ञता व्यक्त गर्न चाहन्छु। उहाँले मलाई चाहिँ एकदम सपोर्ट गर्दै आई एम वाचिङ फ्रम पेन्सिल्भेनिया युएसए भन्नुभएको छ। एकदम वेलकम छ मेरो आदरणीय मेरो डेयर कोच। अनि त्यसै गरेर फेरि पनि भोलि पनि म डे 6 रिल च्यालेन्ज लिएर पक्कै पनि तपाईँहरूको सामान्य उपस्थित हुने बाचा सहित आजलाई भने तपाईँहरू समक्ष म ओझेल पढ्न चाहन्छु। हस् त सबैको दिन शुभ रहोस्। हेभ अ नाइस डे भन्न चाहन्छु। नमस्ते, बाई बाई एभ्री वान, थ्याङ्क यू भेरी मच, बाई बाई।